नमस्कार साथीहरू, आज म धेरै समय पछाडि एउटा नयाँ टपिकको साथमा आएको छु। आज म एउटा यो हाम्रो शरीरमा नभई नहुने अति आवश्यक चिजको बारेमा जानकारी दिन गइरहेको छु। यो हाम्रो शरीरमा बहुतै धेरै फाइदा गर्ने चिज, धेरैले चिन्नुभएको पनि छ होला, यसलाई गोरटाप्रे भनिन्छ। यसबाट हाम्रो शरीरलाई धेरै मात्रामा फाइदा गर्ने जडीबुटी हो। यसलाई सेवन गर्नाले हामीलाई धेरै प्रकारका रोगहरूबाट बचाउन सक्छ। विशेष गरी यसले गर्मी भएको समयमा, ज्वरो आएको बेलामा यसलाई थिचेर खाने हो भने यसले हाम्रो शरीरलाई धेरै नै फाइदा गर्ने गर्दछ। रुगा, खोकी इत्यादिबाट यसले बचाउँछ। डेली मात्रामा 1-2 पत्ता, 2-4 पत्ता यसको खानिदियो भने डेली नै हाम्रो शरीरलाई बहुतै धेरै फाइदा गर्ने गर्दछ। यो पहाडी क्षेत्रमा धेरै मात्रामा पाइने गोरटाप्रे भनिन्छ र यो तराई एरियामा पनि पाइने गर्दछ। हजुरहरूकोतिर पाइन्छ कि पाइँदैन, हजुरहरूले यसलाई सेवन गर्नुहुन्छ कि गर्नुहुन्न, जानकारी गराउनु होला। यो गोरटाप्रे खानाले हाम्रो शरीरमा धेरै प्रकारका रोगबाट बचाउँछ र हाम्रो दिमागलाई पनि तेज गर्ने गर्दछ। डेली मात्रामा यसलाई गोरटाप्रे 2-4 पत्ता खाए पनि हुन्छ र यसलाई थिचेर यसको रस निकाल्दा 1 गिलास बनाएर खाँदा पनि हाम्रो शरीरलाई बहुत धेरै फाइदा गर्ने गर्दछ। कस्तो लाग्छ हजुरहरूलाई? हजुरकोतिर यो गोरटाप्रे पाइन्छ कि पाइँदैन, हजुरहरूले खानुहुन्छ कि खानुहुन्न, सल्लाह सुझाव दिने गर्नुहोला भन्दै आजलाई यही सानो जानकारी यति नै। अर्को भिडियोमा एक नयाँ टपिकको साथमा आउनेछु। यस्तै जानकारी लिनको लागि मलाई फलो गर्न नभुल्नुहोला। हस्त हजुरहरूलाई कस्तो लाग्छ सल्लाह सुझाव दिनुहोला। भिडियो हजुरहरूलाई मन पर्छ पर्दैन, के कस्तो छ जानकारी गराउनु होला। अर्को एक नयाँ टपिकको साथमा तपाईहरुको हेल्थ सम्बन्धी, हाम्रो हेल्थलाई फाइदा गर्ने भिडियोको साथमा आउनेछु। आजलाई यति नै। अब अर्को एक नयाँ टपिकको साथमा आउँदाखेरि एक नयाँ भिडियो लिएर आउनेछु। यो कति बेला खाने भन्ने कुरा हजुरहरूलाई जानकारी गराउन चाहन्छु। यो सकेसम्म बिहान खाली पेटमा खाँदा हाम्रो शरीरलाई धेरै नै फाइदा गर्ने गर्दछ र खाना खानुभन्दा पहिले नै यसलाई खानु अति फाइदाजनक मानिन्छ र हजुरहरूलाई